सफल बनाउनका लागि प्रदेशमा रहनुहुने प्रदेशी दाजुभाइहरूले एकदमै मिठो मायाको साथमा सपोर्ट गर्नुभएको छ। मेरो व्यक्तिगत तर्फबाट पनि विशेष सम्मान व्यक्त गर्न चाहन्छु। अब फेरि हामी रमाइलो तर्फ फर्किसकेका छौँ। अब चाहिँ नजिक नजिक आउनुपर्छ है, अँध्यारो भयो भने टाढाबाट नदेखिन पनि सक्छ। त्यो भएर अझै पनि समय चाहिँ बाँकी छ। हाम्रो लोकप्रिय गायक गणेश अधिकारी, यसै गरी लोकप्रिय गायक नै हुनुहुन्छ आदरणीय, मैले एकदमै सम्मान गर्ने गायक हरि खत्री दाइको विशेष प्रस्तुति अझै नै बाँकी छ। मेलापातमा जानुभएको तपाईँको बुवा आमा आफन्त कोही हुनुहुन्छ भने अझै पनि बोलाएर यो रमाइलोमा सहभागी बनाउन सक्नुहुन्छ भन्दै अब ढिलो नगरी तपाईँको माझमा बोलाउन चाहन्छु। आजको दिनमा तपाईँले चिन्नुभएको चिरप्रसिद्ध गायक जसको गीत सुनेर तपाईँले एकदमै आनन्द लिनुहुन्छ। मेलापातमा उहाँकै गीतहरू गुनगुनाउनुहुन्छ। मेरो अभाव कसैले मेट्न नसकोस् यो गीतका गायक हुनुहुन्छ। सुन्नु भएको छ यो गीत? आमालाई जाडो लाग्यो हो, माला लाउनु भएको रहेछ। ठिक छ, यतापट्टि अलिक सेलाको कि जस्तो लाग्यो। हाम्रो यताको दाजुभाइहरू अलिक टाढा टाढा जानुभएको छ, अलिक यता आउनु पऱ्यो होइन, नजिक आउनुभयो भने अझै रमाइलो हुन्छ। यतापट्टि पनि पारी पारी बाह्र बज्नुभएको छ। यति धेरै मान्छे हुनुहुन्छ, यो ग्राम पनि ठुलो भयो। अलिक नजिक भयो भने कति रमाइलो कति राम्रो देखिन्थ्यो होला, हो कि होइन? ल, साना बाबुहरूले आफ्नो बुवामा अङ्कल आन्टीको को गर्नुहुन्छ, अलिक नजिक लिनु पऱ्यो होइन, हुन्छ? अब म फेरि धेरै कुरा नबोलिकन तपाईँको माझमा बोलाउन चाहन्छु। गीत सङ्गीतको क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल लोकप्रिय गायक अनि यो गीत सङ्गीतकै ब्रह्माण्डमा आफ्नो छुट्टै नक्षत्र बनाउन सफल गायक, लोकप्रिय गायक, लोकप्रिय गायक, सर्वप्रिय गायक ढिलै नगरी तपाईँको माझमा बोलाउन चाहन्छु। एकचोटि जोरदार हल्लाको साथमा है त, एकचोटि सबजनाले जोरदार हल्ला गरिदिनका लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। हाम्रो खेलाडी साथीले खेलाउनु भएको छ कि जस्तो चिकन चलिरहनु भएको छ। चिकन मैले एकछिनपछि नाच्न नाच्दै जान्छ, अहिले चाहिँ सबै राख्नुहोस्, ठिकै छ। एकचोटि जोरदार हल्लाको साथमा बोलाउन चाहन्छु तपाईँको माझमा लोकप्रिय गायक